हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, म अहिले चाहिँ साथीहरू कहाँ आइपुगेको छु साथीहरू भन्नुपर्दा चाहिने साथीहरू देख्नुभयो अगाडि लोत्से मल छ होइन साथीहरू, अनि यतापट्टि चाहिँ बिजी मल रहेको छ। म साथीहरू अहिले ठ्याक्कै भन्नुपर्दा चाहिँ बस पार्कनिर छु। अनि म चाहिँ बस काठमाडौँ किन आएको भन्दा चाहिँ साथीहरू होइन, एकदम इम्पोर्टेन्ट साथीहरू, इम्पोर्टेन्ट एकदमै इम्पोर्टेन्ट कामको सिलसिलामा म चाहिँ यता आएको छु होइन, काठमाडौँतिर चाहिँ केटिएमतिर हेर्न सक्नुहुन्छ। नयाँ टेक्ने मलाई लाज साज केही छैन, अगाडि पुलिस छ हेर्न सक्नुहुन्छ होइन। त्यही पनि यस्तो हालचाल अहिलेको हालचाल हेरेर साथीहरू म चाहिँ नि विदेशको लागि यसो इन्टरभ्यू दिनको लागि भनेर यसो आएको होइन। त्यतातिर चाहिँ केटीहरू हेर्नुहोस् न, केटीहरू नयाँ टेक्ने कस्तो कस्तो केटीहरू हिँड्छन् यतातिर नयाँ। त्यो पनि बाल छैन, आफ्नो काम गर्ने हो यहाँ। र अब अहिले एकछिनमा चाहिँ मेन पार्कतिर जानु छ होइन मलाई। अनि यसो घाम ताप्न भनेर आएको। अहिले चाहिँ लोत्से मल चाहिँ डेन्जर बनाएको रहेछ साथीहरू, हेर्नुहोस्। पहिला चाहिँ यहाँनिर बब्बाल चोरी भएको थियो कि एक टाइम, म 2 वर्ष विदेश जानुभन्दा अगाडि होइन साथीहरू। यहाँ चाहिँ म एक्चुअली के गर्नको लागि भनेर आउँदाखेरि हो कि, मेडिकलको लागि हो कि के को लागि भनेर आउँदाखेरि बब्बाल चोरी भएको यहाँ ढुङ्गाको। अनि खै ड्राइभरहरू र पुलिसहरू बिच झगडा भएको थियो कि त्यति बेला होइन। अनि पुलिसहरूलाई पनि लहर्दै थियो कि त्यति बेलामा ड्राइभरहरूले यार हानाहान भएर यो सिसा पुरै फुटालिदिएर के सामानहरू मोबाइलहरू सब चोरी भएको थियो यहाँबाट होइन। पनि यो मान्छेले के गरेर रिपोर्टर गरिराखे क्या भनेर भने होला यार। अब चाहिँ म फेरि रुमतिर फर्किनु पऱ्यो, अनि खाजा साजा खाएर टक्कलर अब मेन पार्कतिर जानु छ। अफिसबाट अघि बोलाइरहेको थियो मलाई, अलि 10 बजे खुल्छ अफिस भन्नुभएको थियो होइन। म चाहिँ टक्कलर अब अफिसतिर जान्छु, बुझ्छु के कुरा के कस्तो हुन्छ होइन साथीहरू। बेलुका चाहिँ बबाल हुन्छ यहाँ चाहिँ, बबाल हुन्छ बेलुका होइन। हिजो मैले अलि राति आएको भएर म राति आइपुगेको थिएँ यहाँ 8 बजे थियो, त्यही भएर अलि राम्रोसँग भिडियो बनाउनु नि पाएन मैले। बब्बाल रमाइलो हुन्छ राति त, माटोमा झिलिमिल मान्छे यस्तो भिड हुन्छ नि होइन। अनि बिजी मलतिर नि गएर देखाम बा सायद साथीहरू, कि त लोत्से मल पनि गरेर। यो माइक पनि मैले लोत्से मलबाटै किने भनौँ, लोत्से मलबाट किनेको राम्रो रहेछ। के रहेछ के माइक भन्दा चाहिँ रिला होइन के हो भन्नु, रिट्याक्स हो कि यस्तो के हो भन्ने थियो नाम। अहिले देखाउँला, अहिले चाहिँ त्यो होइन बक्स चाहिँ देखाउँला, मैले भुलेँ नाम चाहिँ। अनि यस्तो छ हालत, काठमाडौँको हालत केही चेन्ज भएन साथीहरू, केही चेन्ज भएन यार। यहाँ यार अलिकति मात्र यो चेन्ज भएको रहेछ होइन, अरू त जस्तै भनौँ केही चेन्ज भएन। अरू यहाँबाट भित्र जाने मेरो रुम छिर्नको लागि चाहिँ यहाँबाट भित्र जानुपर्छ होइन। अनि यतापट्टि गयो भने चाहिँ अब कता कता पुगिन्छ, एयरपोर्ट साइडतिर जाने यो बाटो। अनि अब हाम्रो रेटेबार के अरे नवलपुरतिर चितवनतिर जाने बाटो चाहिँ यो हो साथीहरू है। अब चाहिँ म यहाँबाट गेटबाट भित्र छिर्छु, खाजा खाना भनेर निस्केको थिएँ म चाहिँ होइन।
यस्तो यस्तो यो पण्डितहरू यो के भन्छ यिनीहरूले चाहिँ बिहान बिहान फुल दिन्छ होइन बिहानको काम शुभ होस् भनेर दिन्छ त मलाई पनि दिइरहेको थियो कि तर मैले लिएन बिकज साथीहरू आइएम क्रिस्चियन होइन त्यही भएर अब हामीले जस्ट प्रार्थना गर्ने कहीँ हिँड्नुभन्दा अगाडि परमेश्वरसँग होइन कहीँ हिँड्नुभन्दा अगाडि यसो प्रार्थना गर्नुपर्छ अनि काम सक्सेस हुन्छ भन्ने हामीले विश्वास गर्छौँ त्यही भएर यो ओयो भन्दा यहाँबाट भित्र छिर्नुपर्छ मेरो उसको लागि चाहिँ रुममा जानको लागि चाहिँ होइन साथीहरू साथीहरू यो चाहिँ मेरो रुम है कस्तो छ साथीहरू हेर्न सक्नुहुन्छ यस्तो छ रुम चाहिँ होइन अनि दुईवटा रुम बेड छ यहाँ चाहिँ दुईवटा बेड छ अनि यो चाहिँ मेरो ब्यागहरू भयो कपडाहरू भयो अनि यहाँबाट चाहिँ यस्तो देखिन्छ बाहिरको सिन चाहिँ बबालै देखिन्छ निलो आकाश छ अझ घाम त्यस्तो ऊ चाहिँ छैन पानी पर्ने लाग्ने चाहिँ छैन म चाहिँ फटाफट अब चाहिँ रेडी भएर मेन पावरतिर जानु लाग्यो 9:30 भइसक्यो 10 बजे चाहिँ मेन पावरको अफिस खुल्छ अरे त्यही भएर चाहिँ म मेन पावरतिर लाग्छु बाटोघाटोको सबै देखाउँछु यता के कस्तो छ के कस्तो भन्छ कस्तो काठमाडौँ होइन यो बस पार्कबाट सामकोसीसम्म हिँड्दै जाने हो त्यहाँसम्मको चाहिँ तपाईँहरूलाई म देखाउँछु त्यो भिडियोहरू मोबाइल साथीहरू अहिलेको चाहिँ यहाँ यो के भन्छ मौसम चाहिँ बबाल छ है बबाल शीतलो छ होइन अनि अघि नै चाहिँ बबालै बिहान यस्तो घाम लाग्छ होइन यहाँ चाहिँ यस्तो तरिकाले तल झार्दैछ यो केबाट झार्दै हो यो हेर्न सक्नुहुन्छ है साथीहरू बिजीमल अगाडि नि हो ए बाटो ठ्याप्पै भयो त बाटो त यार यहाँ त त्यहाँबाट हिँड्नुपर्छ क्या यस्तो छ है हालत काठमाडौँको यहीँबाट चल्दिनु पर्ला ढङ्ग भालै छैन बाटो काट्न सकिँदैन हो साथी बाटो काट्न लास्टै अप्ठ्यारो हुन्छ यहाँ माइक लगाएको होइन अघि साथीहरू माइक लगाएको तर माइक लाउँदाखेरि अलिकति मुखमै अलिकति नजिकै लथेँ नि त मैले अघि नै होइन त्यो राम्रो पनि आएन क्या यस्तो छ भिड छ यहाँबाट ब्याट गाडीले हान्दा त मान्छे त गायब छैन माटो साथीहरू मैले चाहिँ यहाँ माइक चाहिँ यहाँ लगाएको छु है किनकि अघि नै मुखमै लाँदाखेरि चाहिँ राम्रो आएको थिएन क्या आवाज चाहिँ होइन अनि अहिले चाहिँ कस्तो आउँछ त्यही पनि ट्राई हो यो चाहिँ होइन अनि म चाहिँ अहिले मेन बारतिर जाँदैछु है टक्क साथीहरू चाहिँ अगाडि हेर्न सक्नुहुन्छ म्यापमा बबाल देखिरहेछ है काठमाडौँ सहर हेर्दा लाग्छ रहर साला के भन्छ गिद्धको सहरहरूको काठमाडौँ भनेको होइन यति धेरै मान्छेहरू अब काममा जानको लागि मान्छेहरू भौतार रहन् क्या अब हिँड्ने यता काट्ने उता काट्ने काठको त छाप्पिचाप हो क्या यस्तो माटो माइक खस्यो भने त यार बर्बादै हुन्छ नि त यार यो कति 1500 को माइक हो राइट बर्बाद बनाउँछ फेरि होइन यहाँनिर रोकेर बनाउनु हुँदैन गाडीले जाममै हान्दैन भन्दा माटो मेरो त आन्द्राभरि निस्किन्छ त पलाट्टै बनाइदिन्छ हौ यहाँनिर यसरी हिँड्दाखेरि होइन पठाउहरू आउँछन् जानियो भन्छ बाइकमा चढेर कतै जाने हो त्यसलाई चाहिँ पठाउ भन्छ होइन भाडा दब्बाएर ठोकिदिन्छ नि त फेरि भाडा त फेरि दब्बाएर ठोकिदिन्छ क्या भाडा औरा त्यही भएर म त हिँडेरै यहीँ पर हो यो बिल्डिङ ठुलो बिल्डिङ छ यो बिल्डिङ छ हो त्यहीँनिर हो त्यहाँ भित्र छिर्नुपर्छ होइन मेरो मेन पार्क जान जब सिकर मेन पार्क जानको लागि चाहिँ यताको चाहिँ यस्तो छ यो त जस्ट केही पनि होइन यो त्यति ठुलो एरिया होइन काठमाडौँको होइन अझै भित्र जानुपर्छ यो ठमेलहरू अनि के छ यो यस्तो ठुलो ठाउँहरू छ यो त त्यति ठुलो ठाउँ होइन काठमाडौँको तू मेरी अधूरी प्यास गए मन हजुर अब तो तू आजा पास अब चाहिँ साथीहरू म चाहिँ यहाँबाट बाटो काट्दिउँ जस्तो भइरहेछ होइन बिन्दास तरिकाले काटिदियो त्यो टोलको हो ल बिन्दास तरिकाले काटिदियो म कहिले कति बेला काट्ने त मैले यार बिन्दास तरिकाले काटिदियो त्यो एउटा केटीले त उता गइया बिन्दास तरिकाले काटिदियो त काटिदिन पर्छ यति धेरै आउँछ नि फेरि यहाँ गाडी फेरि यो
माइकले त्यति राम्रोसँग काम नगरेको हो कि के हो यार। हिजो किन्ने बेलामा त बढाइ सुन्ने थियो कि आवाज त यार। अहिले फेरि किर 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 गरिरह आवाज। अहिले माथि त्यही चोकबाटै काटिदिनु पर्ला, त्यही ठुलो बिल्डिङ भएको ठाउँबाट होइन। हेर्नुहोस् न यो कति कचडा भयो कि काठमाडौँमा होइन। हेर्नु त यो एरिया चाहिँ नि साथीहरू बालनको उमा पर्दैन रहेछ क्या, महानगरपालिकामा नपर्ने रहेछ यो बस पार्कहरू ठाउँहरू होइन। अनि अरू बालनको अरू ठाउँहरू पर्ने, त्यही भएर बालनको यो पर्ने, यो पनि परेको भए बिचरा चुट्टो बनाइदिन्थ्यो होला होइन। त्यही भएर यो चाहिँ अलिकति नराम्रो, यहाँ केही विकासै भन्नु राम्रोसँग। म जाँदाखेरि नि यो यस्तो चाहिँ थिएन, खनेर मात्र छोडिदिएको थियो म 2 वर्ष जाँदाखेरि विदेश होइन। अहिले आउँदाखेरि नि जस्तोको त्यस्तै नै भनौँ न, केही चेन्जै भएन। यहाँ हो कि डेन्जरै भिड लाग्ने भनेको त यस्तो भिड लाग्छ नि। ट्याबन्समा ठुल्ठुलो बिल्डिङहरू बनिरहेको के होइन। त्यो थाहा अगाडि यस्तो ठुलो बिल्डिङ छ नि, बब्बालै ठुलो बिल्डिङ छ कि अगाडि। मलाई आशा छैन अब मान्छेहरूले हेरिरह भिडियो बनाएको होइन, तर भिडियो बनाउँदै हिँड्यो बिन्दास तरिकाले लजाउनु हुँदैन क्या। अब यो भिडभाडमा भिडियो बनाउँदै हिँड्ने डेभलप गर्नु परेको क्या। यो के भन्छ यो यहाँबाट चाहिँ बल्ल भित्र जाने क्या। ल यहाँ चाहिँ डेन्जरै भिड हुन्छ, डेन्जरै भिड। कसरी काट्ने होला यो ठाउँ यार। यो गाडी हेर्नुहोस् यहाँ कस्तो छ भिड। यहाँ अघि धन्दाले बजाइदिएन एउटा गाडीले यार। म्याटिङ त्यो मेरो पछि बाटो काटेको होइन, पछि दौडी हाँक्दै आउँछ। धन्दाले बजाइदिएन यार। कुनबाट जाने हो केटा? नमस्कार भन्दा चाहिँ भिडियोमा म्याटिङ कहाँबाट? पहिला त यार त कता थियो कि त्यो बिल्डिङ, यस्तो अल्गो बिल्डिङ थियो यार साइडमा हो यार। अहिले अगाडिपट्टि हो का सायद। बनाइदियो यो बाइकले नि यार। कति धेरै मान्छेहरू हिँड्छन् क्या। अब ड्युटी लाग्यो नि त, ड्युटी हो होइन। रहेछ है नरियल बेच्न राखेको रहेछ होइन। कहाँ से हो भाई यार? हम बिहार से। कितना का है ये? वीडियो बना रहे हो। क्या मुश्किल है वीडियो बनाने में? ब्लॉगर यूट्यूबर है यार, क्या मुश्किल है? कितना का एक? मेरे को वायरल बना मैं डालेगा यूट्यूब पर। क्या है, क्या कितना का ये? कितना एक का कितना है? आप कितना में लीजिएगा? एक कितना है? नहीं मेरे को यार उधर मेन पार में जाना है, इसलिए थोड़ा मुंह मीठा बना के जाएगा। कितना है एक का? 20 रुपए। आप नॉर्मल कितना में बेचता है? 20 रुपए। और इसमें थोड़ा कमती कर दो यार, 10 में कर दो ना। क्या मुश्किल है? यूट्यूब पर भी डाल देगा आपका वीडियो। थोड़ा है ना, मुश्किल है। साथीहरु मैले त्यहाँबाट नरियल पनि किनेर खाइसके हैन। नरियल किनेको 20 रुपैयाँ यत्रोलाई। सायद काउसतिर पनि 20 रुपैयाँ नै होला हैन। ओ त्यहाँ माथि हो चोक हो क्या सायद यार। यस्तो हो। त्यो माथि हो साथी। यही हो सामाकोशी चोक गङ्गु छ नि। यो बिल्डिङ छ ठुलो हैन। यो बिल्डिङ चाहिँ हामी विदेश जहाँ 2 वर्ष भन्दा अगाडि चाहिँ भोटाको बन्दै थियो, अहिले चाहिँ पुरै रेडी भइसकेको रहेछ। टाढाबाट खिचेर देखाइदिउँला यो बिल्डिङ अहिले उतापट्टि साइडबाट। अहिले चाहिँ म यहाँबाट सिधै जान्छु, मेन पार्कतिर जान्छु। मेन पार्कतिर बुझेर यसो हल्का यताउता बुझेर मात्र हैन के भन्छ मेन पार्कमा कहिलेसम्म हुन्छ भिजा हैन। इन्टरभ्यू भोलि छ।
कस्तो ठुलो है यो बिल्डिङ महाटुङको अब हेलो अरूहरूले नि हेरेर जानु क्या यहाँ महाटुङ मेरो भिडियो तपाईँ हेरेको अरूहरूले यता हेर्छन् सिधै अरू स्क्रिनमा हेर्छ क्या अरूहरूले स्क्रिनमा होइन फाइनल्ली साथीहरू म चाहिँ जब सिकेर मेन पार्कको प्राङ्गण अगाडि नै छु भनौँ है यहाँनिर यो लगाएर यो चाहिँ यो हो जब सिकरको अफिस साथीहरू म चाहिँ नि प्रि इन्टरभ्यू दिएर आइसकेँ होइन साथीहरू प्रि इन्टरभ्यूमा साथीहरू म चाहिँ कुवेतको लागि फाइनल भइसकेँ कुवेतको लागि होइन यो बिल्डिङ हो क्या साथीहरू मैले अहिले देखाउँछु भनेको होइन अलि उताबाट बाटो क्रस गरेर जान्छु होइन अहिले चाहिँ यहाँ माटोमा गाडीहरूको लागेको छ साथीहरू होइन घुइँचो लागेको छ साथीहरू घुइँचो गाडीहरूको माटोमा त्यो हुन्छ क्या काठमाडौँमा यार अब यहाँ जेब्रा क्रसबाट सट्ट कट्नु पऱ्यो अब होइन जेब्राबाट पाएको हुँदो रहेछ यहाँबाट जानेहरू आएको छैन अब सर लाएर देखाउँदै गाडीले हान्छ हाने भने पछि तिराउने होइन पुलिसहरू छ अगाडि ट्राफिक छ साथीहरू मान्छेहरूको यस्तो भुइँ लगाइरहेको छ नि यो बिल्डिङ हो क्या साथीहरू बबाल ठुलो भनेको होइन अब म चाहिँ यहाँबाट सिधै उतापट्टि जान्छु रुमतिर जानु छ थकाइ लास्टै साथीहरू होइन भोकै भोकै यार यत्रो टाइम इन्टरभ्यूको लागि यत्रो टाइम वेट गरियो अब चाहिँ रुमतिर गएर यसो केही खाजा खाएर घरतिर गएर ल्याम्पमा सुत्नु पऱ्यो है त साथीहरूले